तपाईँले अहिले हेरिरहनु भएको दृश्य कुनै राजनीतिक र्याली वा प्रदर्शन होइन। यो हो श्री सरस्वती माध्यमिक विद्यालय धनगढी 7 मन्हेरा कैलालीका अनिवार्य अवकाश प्राप्त निवर्तमान प्रधानाध्यापक श्री ज्ञानेन्द्र बहादुर शाहज्यूप्रति विद्यालय परिवारले गरेको सम्मान र भावपूर्ण विदाई यात्रा। लामो समय विद्यालयको शैक्षिक विकास, अनुशासन र गुणस्तर शिक्षा योगदान पुर्याउनुभएका प्रधानाध्यापक शाहज्यूलाई विद्यालय परिवारले बाजा गाजा फुलमाला र सम्मानका साथ विद्यालयबाट उहाँको आफ्नै निवाससम्म पुर्याएको हो। यस सम्मान यात्रामा शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी, अभिभावक, पूर्व विद्यार्थी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सबैले उहाँलाई योगदानको उच्च कदर गर्दै सुखद स्वास्थ्य र सफल अवकाश जीवनको शुभकामना व्यक्त गरेका थिए। विद्यालयबाट सुरु भएको यो सम्मान यात्रा बाजा गाजाको धुनसँगै उहाँको घरसम्म पुगेको थियो। उहाँ परिवार र स्थानीयवासीले पनि उहाँलाई आत्मीय स्वागत गरेका थिए। शिक्षा क्षेत्रमा पुर्याउनु भएको अतुलनीय योगदानप्रति सम्मान व्यक्त गर्दै आयोजित यो विदाई कार्यक्रममा सहभागी सबैका लागि भावुक र अविस्मरणीय क्षण बनेको थियो। अनिवार्य अवकाश प्राप्त निवर्तमान प्रधानाध्यापक ज्ञानेन्द्र बहादुर शाहज्यू आफ्नो अनुभव यसरी सुनाउनुहुन्छ। पूर्ण अवकाश पाउनुभयो होइन, यस्तो यो माहौल जुन देखियो हजुरलाई, यतिको माया मान सम्मान र हजुरको घरसम्मै उहाँहरू यत्रो लहा लस्कर लिएर आउनुभयो। कस्तो अनुभव भइरहेको, कस्तो लाग्यो हजुरलाई? अनुभव सुनाइदिनुहोस् र हजुरको यो विगतमा गरेको क्रियाले कतिको फल पाए जस्तो लाग्यो? धेरै लामो कुरा गर्ने भन्दा पनि यो विद्यालयमा मैले 2044 सालदेखि काम गरेर 2052 सालदेखि 83 असार 15 अवकाश थियो र यी सबै हाम्रा अब अहिले वर्तमान वडाध्यक्षदेखि लिएर हाम्रो समितिका सदस्यदेखि लिएर सम्पूर्ण साथीहरूले सहयोग गर्यो, स्टाफले सहयोग गर्यो र विद्यालयबाट सानो प्राइमेरी स्कुल थियो, झुप्रो थियो, त्यो पनि थिएन। 5 कटा जग्गा थियो, 5 कटा जग्गा 10 कटा जग्गा बनायौँ र अहिले विद्यालयलाई चाहिँ +2सम्म 12सम्म छ र अनि प्राविधिक धार सिभिल इन्जिनियरिङ, जिमेट्री इन्जिनियरिङ पनि छ र अहिले 1500 बच्चाहरू छन्। यो सबै सदस्यले उहाँहरू गाउँले साथीहरू भाइ दाजुभाइहरू, स्टाफ साथीहरू, अभिभावक सबैको सहयोगले गर्दाखेरि अब मैले अब अगाडि बढेँ, तर सहयोग सबैले गरेर गर्दाखेरि यहाँ पुगे हो र यो माया ममताको लागि उहाँहरूप्रति, विद्यालय व्यवस्थापनप्रति, वालासीप्रति, सम्पूर्णप्रति म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। कुरालाई चाहिँ मैले के भनेको छु भने हामीले व्यवस्थापन समिति गरिसकेका छौँ, भवनदेखि भौतिक पूर्वाधार सबै तयार गरिसकेका छौँ। अब त्यसलाई व्यवस्थापन गर्नु मात्र छ। व्यवस्थापनलाई व्यवस्थापन समिति अध्यक्षजी लगायत समितिमा सबैले साथीहरू छन्, म पनि यो छु। मैले त्यो पाहाड गर्ने सहयोग सम्पूर्ण सहयोग गर्दाबाट भन्ने छ र त्यहाँ धेरै जस्तो साथीहरू हाम्रा न्युज सोरुममा पनि कार्य गर्छ। सबैले सहयोग गरेर यहाँ न्युज सोरुम कमसेकम 8-भन्दा बढी कर्मचारी न्युज सोरुममा छन्, त्यसलाई पनि व्यवस्थापन गर्नुपर्ने छ र चुनौती छ। त्यसको लागि चाहिँ आगामी मैले प्रहरीलाई हाम्रो सुन्दरका दवाईलाई उहाँलाई चाहिँ मैले सहयोग पनि गर्छु र यसरी मिलाएर लगाउनु होला र केही सरसल्लाह फेला भने म त्यसको लागि तयार छु। र हामीले रोपेको बिरुवा हो, यो बिरुवालाई चाहिँ एकदम अगाडि बढाउनुपर्छ। यो धनगढीमा मात्र होइन, नेपाल कोरियाबाट पनि टिचर आएको छ हामी कहाँ यत्रो नाम चलाएर विद्यालय भइसकेको छ। यसलाई चाहिँ यथावत राख्नुको लागि, अगाडि बढाउनुको लागि मेरो भाइ सहयोग गर्नुहुन्छ, मैले पनि सहयोग गर्छु उहाँलाई। धन्यवाद। ल, हजुरको यो अवकाश जीवन सफल र फलदायी राम्रो होस्, शुभकामना छ।